टासिदिले लसो सबैजनालाई यो चाहिँ छोबेमाको गुरु रिम्पोछे भएको ठाउँमा आएको छु हामी आज। हिजो रातभरि गाडीमा आएर गाडीमै सुतेर आज चाहिँ हामी यहाँ आएको छु। हेर्नुहोस् यस्तो राम्रो गुरु रिम्पोछेको यस्तो राम्रो ठाउँ रहेछ यहाँनिर चाहिँ। ल छोपेमा यस्तो रहेछ है साथी हो, साथीहरू पनि आउनु होला दर्शन गर्न, यहाँ कोरा गर्न आउनु होला। यस्तो राम्रो ठाउँ एकदम दामी रहेछ यहाँ छोपेमा। यो चाहिँ यहाँको पोखरी। पैसा मात्रै कमाएर नराख्नु, धर्म हो नि। यति बेला धर्म गर्नै पर्छ, सबैजना आउनु होला। पैसा मात्रै थुपारेर केही पनि हुँदैन, धर्म कर्म पनि गर्नुपर्छ है साथी हो। यस्तो राम्रो ठाउँमा अब हामी यहाँ नमरी बाँचेर आउनु पाइयो। अब हामी छैन भने त कहाँबाट देख्नु पाइन्छ। हेर्नुहोस् यस्तो राम्रो छ छोपेमा। हामी चाहिँ धर्मशाला 3 दिन बसेर दर्शन गरेर हिजो नाइटमा धर्मशालाबाट चाहिँ नाइटमा छोपेमा पुग्यो। आज हामी खाजा चियापानी खाएर यहाँनिर छुमेनहरू बालेर बसिरहेको छु। अब हामी यहाँभन्दा पनि माथि जानेछ। अझ यो छोपेमा यहाँभन्दा नि अझै माथि। यहाँ चाहिँ रोडबाट त्यति हिँड्न नपर्दो रहेछ, उकालो अलिकति हिँड्नु पर्दो रहेछ। अब अर्को ठाउँमा चाहिँ हामी गाडीमा जाँदैछु, योभन्दा माथिकोमा। हामी चाहिँ उता खोटाङको गेलाले ल्याउनु भएको उहाँ गेलालाई पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो सम्पूर्ण सोलु खुम्बु खोटाङ ताप्लेजुङदेखिको मित्रताहरू आउनुभएछ, धार्मिक मित्रताहरूलाई पनि धेरै 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 छुचिछेर सम्झिरहनेछु। यो यात्रामा एकदम मिल्ने एकदम धार्मिक साथीहरू मात्रै पाल्नु भएछ। हाम्रो खोटाङको गेला हुनुहुँदो रहेछ, हामीलाई यहाँसम्म ल्याइदिनु हुने, यहाँसम्म हामीलाई दर्शन गर्नुको लागि यहाँसम्म ल्याइदिनु हुने उहाँ गेला हुनुहुन्छ। उहाँलाई धेरै धेरै छुचिछे भन्न चाहन्छु। हजुरहरू पनि आउनुहोला अवश्य यो छोपेमा धर्मशाला एकदमै राम्रो रहेछ है साथी हो। सबै सम्पूर्णलाई प्रसिद्धिले अनि हाम्रो सबै साथीहरूलाई गेलालाई थुचिछे भन्न चाहन्छु। आज यत्तिकैमा बिदा हुन्छु, फेरि पनि अर्को भिडियोमा आउनेछु। सबैजनालाई थुचिछे भन्न चाहन्छु। यस्तो राम्रो छ हेर्नुहोस् साथी हो। लास्टमा यहाँ